खानेपानी उपभोक्ता र सरसफाई समितिलाई सफा पानी उपलब्ध गराउने चुनौती छ। त्यसैले खानेपानी समितिले खानेपानी गुणस्तर व्यवस्थापनको योजना बनाउने र कार्यान्वयन गर्नुपर्छ। नेपालमा सबै खानेपानी सेवा प्रदायकहरूले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड 2062 लाई पालना गर्नुपर्छ। भौतिक, रासायनिक र सूक्ष्म जैविक सहित त्यहाँ 27 प्यारामिटरहरू छन्। तीमध्ये 16 प्यारामिटर ग्रामीण सतह पानी र भूमिगतको लागि मापन गरिनुपर्छ र रिपोर्ट गर्नुपर्छ। धमिलोपन, पीएच, रङ्ग, स्वाद र गन्ध र क्लोरिन अवशिष्टको दैनिक अनुगमन र रिपोर्ट गर्न आवश्यक छ। इलेक्ट्रिकल कन्डक्टिभिटी, अमोनिया, नाइट्रेट, कुल कडापन र क्याल्सियमको मासिक अनुगमन र रिपोर्ट गर्न आवश्यक छ। ई कोली र कुल कोलिफर्मको 1 वर्षमा 3 पटक अनुगमन र रिपोर्ट गर्न आवश्यक छ। फलाम, म्याग्निज, क्रोमियम, फ्लोराइड र आर्सेनिकको वार्षिक अनुगमन र रिपोर्ट गर्न आवश्यक छ। आवधिक परीक्षणको लागि पानीका नमुनाहरू प्रयोगशालामा पठाइन्छ, जहाँ परीक्षणका लागि उच्च किसिमका सुविधाहरू छन्। दैनिक परीक्षणको लागि खानेपानी समितिले पोर्टेबल टुलकिटद्वारा घर-घरमा नै परीक्षण गर्न सक्षम हुनेछ। यो टर्बिडिटी मिटर हो। यो धमिलोपन मापन गर्न प्रयोग गरिन्छ। यो इन्फो पानी गुणस्तर परीक्षण किट हो। खानेपानी समितिले पीएच, फलाम, अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कडापन, अवशिष्ट क्लोरिन, ई कोली र कुल कोलिफर्म मापन गर्न सक्छन्।